Hi guys, welcome to our channel. हाम्रो भिडियो तपाईहरुलाई कस्तो लागिरहेको छ? भिडियो हेरेर केही सल्लाह सुझाव भनिदिन नभुल्नु होला है। परोठा त सबैलाई मन पर्छ, तर यो कसरी बनाउने भनेर धेरै साथीहरुलाई थाहा नहुन सक्छ। त्यसैले हामीले परोठा बनाउने सजिलो तरिका लिएर आएका छौं। अब ढिला नगरिकन बनाउन सुरु गरौं। यसको लागि हामीले एक ठूलो कचौरा मैदा लिएका छौं। यसमा थोरै थोरै पानी हाल्दै यसको डो बनाउने छौं। डो बनिसकेपछि यसलाई आधी घण्टा यत्तिकै छोड्ने छौं। अब पराठाको फिलिङको लागि एक कचौरा उसिनेको आलुलाई म्यास गरेर यसमा काटेर राखेको प्याज, धनिया, खुर्सानी, 2 चम्चा नुन, बेसारको धुलो, जिराको धुलो, कश्मिरी मिर्च र आधा चम्चा अदुवा लसुनको पेस्टलाई हालेर बिस्तारै मिक्स गर्ने छौं। यसरी मिक्स गरिसकेपछि तयार भएको डोलाई सानो सानो टुक्रा पारेर डल्लो बनाउन सुरु गर्ने छौं। यो धेरै सानो बनाउन हुँदैन, त्यसैले हामीले ठिक्कको डल्लो बनाएका छौं। अब यसलाई हातको सहायताले यसरी गोलो गोलो बनाएर फिलिङ गर्नतर्फ लाग्छौं। यसरी मोमोको आकारमा डल्लो बनाइसकेपछि अब फटाफट थोरै पिठो हालेर बिस्तारै बिस्तारै बेल्न सुरु गर्नेछौं। यसलाई धेरै प्रेस गर्नु हुँदैन। अब यो बेलेर रेडी भइसकेको छ। अब तावामा तेल तताएर पराठालाई बिस्तारै हाल्ने छौं र केही बेर पाकिसकेपछि पल्टाउने छौं। पल्टाइसकेपछि यसमा थोरै तेल एड गर्न पर्ने हुन्छ ताकि पराठा मिठो बनोस्। अब बिस्तारै बिस्तारै चलाउँदै पल्टाउने छौं। अब यतिको भइसकेपछि यो पाकिसकेको छ। यसरी हामी बाँकी रहेको रोटीलाई पनि पकाउने छौं।
अब यसको अचारको लागि हामीले थोरै उसिनेको गोलभेडा लिएका छौँ र बिस्तारै बिस्तारै सिलौटामा पिस्नेछौँ। पिसेको गोलभेडामा थोरै नुन, कश्मिरी मिर्च र धनियाँलाई राखेर मजाले मोल्नेछौँ। अब यसरी हाम्रो पराठा र यसको अचार रेडी भइसकेको छ। यो खाँदा एकदमै मिठो र स्वादिलो भएको छ।